घरमै बसी बसी चाहिँ कसरी चाहिँ आफ्नो ढाड दुखाइले चाहिँ कन्ट्रोल गर्ने बारेमा आज जानकारी गर्छौँ। जस्तै 5वटा टिप छ, 5वटा एक्सर्साइज छ, त्यो चाहिँ एटलिस्ट चाहिँ 20 मिनट प्रत्येक दिन चाहिँ गर्यो भने धेरै कम्तीमा चाहिँ धेरै मिन्स धेरै सजिलो हुन्छ र बिस्तारै चाहिँ घट्दै जान्छ दुखाइ। तर यो न्युरोप्याथिकहरूमा चाहिँ समय लाग्छ। यदि तपाईँले चाहिँ रेगुलर एक्सर्साइज गर्नुभयो, फिजियोथेरापीहरू गर्नुभयो र केले गर्दा चाहिँ त्यो समस्या अनुसार चाहिँ तपाईँले उपचार गर्नुभयो भने तपाईँलाई धेरै नै सहज महसुस हुन्छ। ल म अब तपाईँहरूलाई चाहिँ त्यो 5वटा एक्सर्साइज कसरी गर्ने भनेर चाहिँ म त्यो चाहिँ जानकारी गराउँछु। ल, सेकेन्डसम्म यसरी गर्ने, त्यसपछि हाम्रो दुईटै खुट्टा यसरी चाल्ने, 10 सेकेन्ड वेट गर्ने, 2 स्टेप र तेस्रोमा चाहिँ यसरी गर्नु, 10 सेकेन्ड यसरी होल्ड गर्नु, त्यसपछि चौथो र फिफ्थ यसरी गर्ने, 10-10 सेकेन्ड गर्ने। यो व्यायाम चाहिँ यो प्रत्येक दिन यो एक्सर्साइज गर्दा पनि यदि तपाईँको ढाड दुखिरहेछ भने लामो समयदेखि चाहिँ एकचोटि चाहिँ डक्टरसँग कन्सल्ट गरेर तपाईँको चाहिँ हामीले चाहिँ स्पाइनको एक्सरे र एकचोटि एमआरआई गरेर चाहिँ हेर्नुपर्छ। यसको कारण के रहेछ भनेर, नसा च्यापिएकै हो कि भनेर चाहिँ बुझ्नुपर्छ। धन्यवाद।